घोराहीको भरतपुरमा हिजो रातिदेखि निरन्तर सिमसिमे वर्षा, चिसो हावा, सिमसिमे वर्षा। अब यो वर्षको जाडो बढ्ला जस्तो छ। सबै घरधनीहरू अथवा घरमा बस्ने मान्छेहरू घरभित्र नै तातो न्यानोमा बसिरहेको अवस्था हो। यो सुन्दर बस्ती घोराही भरतपुरको घोराही नगरपालिका वडा नम्बर 15 भरतपुर। यो रेजिडेन्सियल एरिया, वासस्थानको लागि निकै उपयुक्त क्षेत्र, सबैले मन पराएको वासस्थानको लागि निकै उपयुक्त। पानी, बिजुली, बत्ती, बाटो घाटो, हस्पिटल, कलेज, स्कुल सबै चिजले भरिपूर्ण यो क्षेत्र नेपाल अधिराज्यकै सबैभन्दा राम्रो र उत्कृष्ट वासस्थानका लागि योग्य क्षेत्र मानिन्छ। यो घोराहीको भरतपुर क्षेत्र। सिमसिमे पानी परिरहेको छ। मौसम चिसो छ। भर्खरै मात्र तिहारलाई बिदा गरिएको अवस्था हो। तपाईँ हेर्न सक्नुहुन्छ, यो घोराहीको भरतपुर क्षेत्र हो। घोराही नगरपालिका वडा नम्बर 15 भरतपुर क्षेत्र। यो वर्षको जाडो अबदेखि बढ्ला जस्तो छ। निश्चय पनि अब जाडो बढ्ने सङ्केतका रूपमा यहाँका बासिन्दाहरूले लिएका छन्। घोराहीको भरतपुर क्षेत्र केही नानी बाबुहरू चिसोमा रमाउँदैछन्। तर जताततै सुनसान छ। फाटफुट्ट घरबाट मान्छेहरू बाहिर निस्किएको अवस्था छ। तर सबै मान्छेहरू घरभित्र नै बसिरहेको अवस्था हो। यो घोराहीको भरतपुर क्षेत्र निकै रमणीय, निकै उल्लासमय वातावरण, चिसो शीतलो, सरिँदै मान्छेहरूको बसोबास भएको क्षेत्र, शिक्षित र पढेलेखेका मान्छेहरूको बसोबास भएको क्षेत्र। यस क्षेत्रबाट म मेरा मित्रहरूलाई हार्दिक अभिनन्दन गर्दै अहिलेलाई बिदा माग्छु। नमस्ते।